यी दुई पात्रहरूमा सबैभन्दा धेरै घमण्डी को होला? तपाईहरू छुट्याउनुहोस् है त। पहिला कुरा सुन्ने यिनीहरूको, अनि तपाईहरू छुट्याउनुहोस् यी दुई पात्रमा। हुन त मलाई यिनीहरू दुइटै बाउ छोरा जस्तो लाग्छ, किनकि यिनीहरूको स्वभाव एउटै छ, घमण्ड र अहङ्कारले परिपूर्ण भरिएका हुन् यिनीहरू। बाउ छोरा जस्तो लाग्छ। हुन त एकअर्काको विरोध पनि गर्दैनन्। त्यही भएर तपाईहरू पनि छुट्याउनुहोस् को छ यी दुईजनामा सबभन्दा धेरै अहङ्कार र घमण्डी। चुनावलाई थ्रेट, एमालेलाई, कांग्रेसलाई थ्रेट। मै हो प्रधानमन्त्री, मै हो प्रधानमन्त्री, को हो त प्रधानमन्त्री? त्यस्ता मलाई कुखुराले मोर्चा गरेर, बाख्राले मोर्चा गरेर, स्यालले मोर्चा गरेर बाघको सिंहको शिकार हुन्छ। म जति मेच्योर कोही छ र देख्दिनँ म त। अरू त म त केटाकेटी जस्तो लाग्छ। मै हो सबभन्दा मेच्योर नेपालको। कोही पोलिटिक्समा आज छ भने त्यो मै हो। अरू कसैले भनेको मान्दिनँ। एकजना मान्छेको कुरा मान्छु, त्यो म खुद हो।